हेलो आज चाहिँ हामी कोमासँग जान आँटेको छौँ खरायो कटेज। यो कोमाको भर्खर मैले यो कोमाको कपाल मैले बाटिदिएको। अनि आज चाहिँ हामी यहाँ मेरो डेमा अनि डेमा हामी कोमा सबैजना आज हामी खरायो कटेज डिनरको लागि जाँदैछौँ। सो बहिनीहरू पनि छ, उनीहरू रेडी हुँदैछ। Let's go there. यहाँ हाम्रो कोमा र डेमा चाहिँ पर्फ्युम लाउँदै हुन्छ। हाम्रो कोमा चाहिँ पुरा कोट प्यान्टमा रेडी। छिस जाम यहाँ मेरो बहिनीहरू सबैजना, मेरो मोटी बहिनी अनि यहाँ कोमा चप्पल लाउने आम्मा आजको तरुनी त कोमा पो देखिन्छ। साह्रै राम्रो चाबी नानी लगा कोमाको सल यहाँ छ। ल जाउँ हामी सबैजना। कोमाको झोला चाहिँ बोकिँदैन। ल त आमा हाम्रो कोमा लु जाउँ सबैजना। ल अब चाहिँ हामी लाग्यौँ। सिटी खै सिटी अब हामी चाहिँ सिटीमा चढेर जान्छौँ। हामी कतिजना छौँ? ल कोमा डेमा अगाडि अगाडि त ल म यहाँ बस्छु। ल जाउँ खरायो कटेज लेट्स गो। आम्मामा डेमा र कोमा त दिदी पनि यस्तो देखिरहेको छ हौ। यहाँ हेर्न आमाकै छोरी त हो कोमा डेमा, तर दिदी पनि यस्तो देखिरहेको छ। एकदम ब्युटिफुल हाम्रो कोमाले झन् आज एकदम राम्ररी देखिराखेको छ, किनभने चाहिँ कोमाले सर्ट प्यान्ट लगाएर हिँड्यो। यहाँ चाहिँ अनि म र मेरो बहिनी, यो मोटी मेरो बहिनी अर्को यहाँ अगाडि बसिरहेछ। धेरै समयपछि भेट भएको हो कोमा डेमा मेरो बहिनी। अनि धेरै समयपछि भेट भएर चाहिँ आज हामी टाइम स्पेन्ड फ्यामिली टाइम स्पेन्डलाई चाहिँ हामी बाहिर जाँदैछौँ। साउन्ड अलिकति डिस्टर्ब आइरहेछ, मैले बोलेको मजाले आइरहेको छैन। नो वरिज। अलिकति टाढा छ सिटीमा, लगभग 10 मिनट जति जानुपर्छ। यो देखेको चाहिँ फन पार्क हो। फन पार्कदेखि चाहिँ राइटतिर जानुपर्छ। यो खरायो कटेज हल्लाएर साउन्ड आइराखिरहेछ। मजाको कोक्रोमा हल्ले जस्तो लागिरहेछ कोमा। हाम्रो कोमालाई चाहिँ सिटीले साह्रै थेचार्यो भन्दै हुनुहुन्छ। बाटो चाहिँ अलिकति यता चाहिँ ग्राभेल नै छ, त्यही भएर पनि होला पुगिहाल्यो यहाँबाट, टेन्सन नगर्नु। ल अब चाहिँ हामी आइपुग्यौँ।
कपालहरु काला त जिङक्रिङ रिङ बनायो होला झर्नु पैसा दे यता ल्याउ प ए पैसा दिएर छ ब्याङ्क त यता रहेछ त कति हो यहाँसम्म भाइ 50 सबैको 50 त्यत्रो 60 रुपियाँ होइन र अनि सबैको यो चाहिँ हो खरायो कटेज अब चाहिँ बल्ल हामी आइपुग्यौँ यहाँ चाहिँ सिटीको लागि बार्गेनिङ हुँदैछ यहाँनिर सिटीको लागि बार्गेनिङ हुँदैछ भयो ल आउनु लेट्स गो ल हामी चाहिँ फाइनली सबैजना खरायो कटेजमा आइपुगिसकेको छौँ यहाँ सिलाम सागमा राखेर सिलाम सागमा कता बस्ने लु यता बस्नु न उता यहाँ पर अस्तिको ठाउँमा के छ हजुरहरू यहाँ यो पनि बस्ने ठाउँ नै हो यहाँ चेयरहरू ल्याइदिन्छ क्या उता बस्नु न नत्र भने उतातिर ठाउँ होला यहाँ कहाँ बस्ने भन्ने कुरा कन्फ्युज भयो म चाहिँ यहाँ बसेर सुन्नु पर्यो कहाँ सक्दिनँ एउटै के खालको ल हामी चाहिँ खरायो कटेज आइपुग्यौँ यो चाहिँ हो खरायो कटेज एकदम राम्रो छ बस्नुको लागि फ्यामिली टाइमहरूको लागि चाहिँ एकदम राम्रो छ रातै लाली ओठेमा यो मेरो बहिनीहरू हतारी आमा हो कति राम्रो राम्रो देखिन्छ यहाँ सबै दिदी बहिनीहरू मात्रै हुनुहुन्छ यता दिदी यता दिदी यता बहिनी अनि यता हामी पनि दिदी बहिनी गोरो छ कि अनि फोटोमा गोरो निस्किन्छ ल हामी चाहिँ खरायो कटेज फाइनली अब चाहिँ हामी फोटो त हामी एकछिनमा खिच्छौँ फोटो एकछिनमा मात्रै राम्रो आउँछ अहिले चाहिँ अब हामी के खानेकुराहरू अर्डर गर्छौँ अब कोमाका छेउमा है सबसे काली चाहिँ मरेछु फेरि पक्कै हो उयो हो काली त होइन नि होइन मै हो तर सानो उमेरको हुनाले कालो भए पनि छाल यो अर्कै खालको राम्री छ यो राम्री छ राम्री नराम्रो को पनि छैन मेरो भाइहरू चाहिँ आमापट्टि गएर गोरो गोरो भयो उता चेयर लिएर आउनु ल हामी यहीँ बस्छौँ है भित्र एकदम गर्मी हुन्छ जस्तो भयो आमामा मेन्यु पनि यस्तो यतिको त हुनुपर्छ त मेन्यु भएपछि त योभन्दा कमको चाहिँ हुनु हुँदैन होइन एउटा फ्राई माछा गरिदिनु अनि एउटा स्टिम माछा गरिदिनु चिकनमा के बन्छ होला कोमा हेलो देमा नखिच्नु फोटो धेरै हेलो भन्नु न बहिनी भयो मलाई केही नभन्नु नानी ल अब हामी चाहिँ फाइनली यहाँ बस्छौँ अनि अब हामी अर्डर गर्छौँ खानेकुरा अब हामी चिकन खाइन्छ हो थाहा हुन्छ कोही खाँदैन अनि किन चिकन अर्डर सोध्नु भएको ल हाम्रो चाहिँ फोटो सेसन पनि सक्यो होटल खरायो कटेज हो यो चाहिँ यहाँ हाम्रो फोटो सेसन भइरहेको थियो अहिले यो ठाउँमा चाहिँ फोटो यहाँ अलिक राम्रो आउँदो रहेछ हामीले अर्डर चाहिँ गरिसकेको हाम्रो अर्डर चाहिँ आउनु बाँकी छ यहाँ चाहिँ साँझमा चाहिँ एकदम राम्रो देखिन्छ कि लाइटहरू छ नि त मेरो डेमा कोमा बहिनीहरू
हाम्रो अर्डर पनि आयो। नितु आइज लु आइज आइज म मेरो बहिनीको नि फोटो खिचिदिन्छु यो ठाउँमा। यहाँ अलिकति राम्रो लाइट पर्दो रहेछ क्या। होइन चिसो सानो ल्याइदिनु चिसो ल्याइदिनु। के गर्नुपर्छ अरे कोमा? जानी नजानी भए पनि सिक्नुपर्छ। समयअनुसार चल्नुपर्छ होइन? समयअनुसारको चल्नुपर्छ। अनि कस्तो छ के वातावरणहरू सबै बुझ्नुपर्छ, जान्नुपर्छ। हो नि जन्म नै अब जानेर त को आएको छ र? सबै कुरो सिक्दाखेरि हुने कुरा जान्ने कुरो हुने कुरो त हो। आज हामीहरू छोरी मेरो नाता नातिनीसँग यहाँ घुम्नु आएको। कस्तो लागिरहेको छ तपाईँलाई चाहिँ? रमाइलो लागेको छ। रमाइलो लागेछ? हजुर। तिमीहरूलाई चाहिँ कस्तो लागेछ? रमाइलो लागेछ? रमाइलो भइरहेको छ। मलाई एकदम नाचौँ गाउँ लागिरहेको छन्। ल पाउनु अहिले गीत बजाउनु पर्छ, नाच्नु पर्छ। यहाँ गीत बजाउनु पर्छ ल डेमा। ल ओके ल अब हामी चाहिँ खानेकुराको पर्खाइमा छौँ, वेटिङमा। खानेकुरा चाहिँ आएको छैन। यहाँनिर चाहिँ फ्यामिली टाइम स्पेन्ड गर्नु चाहिँ रमाइलो छ, एकदम मजा। सुनसान छ अनि अरू केही कुर्ता लगाउने केटीहरू कति राम्रो खिच्छ नि। म हामीले त आउँदैन साडी आउँदैन खिचिरहेको हुन्छ। मलाई नि त्यति बेला चाहिँ लगाउँछ सलझरियाको नि थाहा पाउँदैन। ल पकौडा खाएँ मैले। पकौडा मिठो छ। त्यही हो कम्ती गम्भीरसँगको नि हाम्रो तर अलिक थोरै। साडी लगायो भने त झन् बिसारेर मसाला चटपटे पनि खायो। अस्ति म बिहेमा साडी लगाएर आएको कसरी आएको? कसको बिहेमा साडी लगाएर भएको छ? गाउँको बिहेमा। लास्टमा त पेटीकोट लास्टमा पेटीकोट मात्रै ओढेर हिँड्ने। उयो बाटोमा बिहेमा जाँदाखेरि यसले चाहिँ जामा लाएर गएको थियो कि मलाई सुहाएन भनेर तिर्कले मलाई चाउमिन साडी लिएर आइज म लगाइदिन्छु भनेछ। चाउमिन साडी लिनु आएर साडी उसले नै लगाइदिएछ। चाउमिन ल बिहेमा गयो नि। अनि मैले लगाएको देखेर लु तिमीले लगाएको यो साडी मलाई पनि मन पर्छ। हेर्दा त मिठो छ। खानु त कस्तो रहेछ? हेरौँ कस्तो छ। चाउमिन कस्तो छ नानी? ट्राई गरेको न। कस्तो रहेछ कोमा? ठिक है। ठिक है। ल हाम्रो डेमाको लागि चाहिँ यहाँको खरायो कटेजको स्पेसल माछा आइसकेको छ। कति 2 केजी त छ होला। यो माछा चाहिँ हाम्रो यहाँ डेमाको लागि हो स्पेसल। तर अहिले म पनि सघाउँछु ल। खाऊ खाऊ पर्छ नि कोमा छ माग्नु माग्दैन आफै हालेर खानु। अब 2 बहिनी आएको छैन। तँ चाहिँ गेम नखेल त? चटपटे चाहिँ गेम नखेल। प्रोफाइल राखेको बाहिर मान्छे बाहिर डुल्न आएको बेला गेम नखेल त? यो कसरी खानुको फेरि खेल्दिन। ल हाम्रो चाहिँ फ्राइड राइस पनि आयो। यता कोमा बिजी हुनुहुन्छ, उता डेमा माछामा बिजी हुनुहुन्छ, यता बहिनी चाउमिनमा बिजी छ, यता गेममा बिजी छ। यो गेम नखेल्न हौ। अब खेल्दिन। म चाहिँ खाने तर धेरै पसिना चाहिँ मलाई आउँछ है यहाँ। माछा कस्तो छ डेमा? माछा एकदम राम्रो छ। मिठो छ? मिठो छ। खाइसक्नुहुन्छ? विचार गरौँ। खान्दा खान्दा भेट्यो 2 प्लेट सिकुटी खाइहाल्दा पनि चिता नबुझेको अस्ति म बिन्दु छक्क परिगयो। 2 प्लेट 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 2
कस्तो छ बहिनी मिठो छ ओके मलाई नि मिठो लाग्यो यो फ्राइड राइस चटपटे पनि मिठो छ पकौडा पनि मिठो छ राम्रो टेस्ट छ ल हाम्रो पोर्क सेको आयो कस्तो छ मेरो बहिनी मिठो छ यो अचार आयो अनि यहाँ छ हाम्रो स्पेसल कोमाको लागि स्पेसल चिज कोमाको लागि स्टिम हो क्या कोमा फ्राईमा दाँतले हुँदैन के यो भनेको स्टिम हो स्टिम गरेको स्टिमहरू सबभन्दा राम्रो हेल्थको लागि राम्रो आँखा देखियो भन्दै थियो तर स्टिम माछा त त्यति मलाई मन पर्दैन मन परेर हैन नि कोमालाई हेल्थलाई चाहिँ ख्याल गर्नु परेन तपाईको दाँत छैन र हो कमलो हुन्छ पोर्क सेकुवा खाए ल पोर्क सेकुवा पर्खेको कस्तो छ अलवेज फेभरेट अलवेज फेभरेट मेरो कोमालाई चाहिँ स्टिम माछा मन परेन अरे यहाँ स्टिम माछा त्यस्तो मिठो चाहिँ हुँदैन तर हेल्थको लागि चाहिँ अब मेरो कोमाको त सुगर प्रेसर भएको कारणले चाहिँ मैले स्टिम माछा मगाइदिएको तर कोमाले चाहिँ मिठो भएन भन्नुहुन्छ सुगर प्रेसर हुने मान्छेले चाहिँ अब ओइल त्यो खानु हुँदैन त्यो भएर चाहिँ मैले कोमाको लागि चाहिँ स्टिम माछा इट्स गुड फर हेल्थ आज धेरै गर्मी छ है अनि छिसिक्क हावा पनि चलेको छैन यस्तो गर्मी छ हप्पो भइरहेको छ एकछिनमा चाहिँ हामी पानी खेल्छौँ यहाँ अनि चाहिँ आनन्द हुन्छ रिलिफ हुन्छ सायद अहिलेलाई चाहिँ म खाएँ ल यो भाइले ल्याइदिएको जुत्ता आन्टीले ल्याइदिनु भएको सब्जीले खाँदा पनि भएन काँटाले खाँदा पनि भगवानले दिएको काँटा हात जिन्दाबाद देमा खानु छिटो खानु न कस्तो छ एकदम राम्रो छ मिठो असल 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 गुड भेरी गुड भेरी गुड ल यो चाहिँ हाम्रो पछिको मेमोरीको लागि पनि हुन्छ भनेर चाहिँ मैले भिडियो गरिरहेको छु आज ल अब चाहिँ म एउटा गीत गाउनु गइरहेको छु ल अनि यसको ओरिजिनल भोइस चाहिँ कसको हो मलाई थाहा भएन तर पनि गाई गोरु बाँधेर छिटै भेट्न आउन बाटैमा रात पर्ला उज्यालो मैयाउन अन्ध्यारो के हो र माया पिरती अघि पर्खिनु म आउला अन्धेरीलाई छोडी कान्छ मलाई सुनको तारा खसाइदिनु त्यो तारा मात्र होइन जुन पनि झारिदिउला भयो थ्याङ्क यू अब कुलाई चौतारीमा दिप्पु सकेछु गीत मने चौतारी उकालीमा बिसाउने चौतारी माया लाउ भने छैन दम्तेरी माया लाउ भने छैन दौतेरी ताली ताली तालिया 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 भयो मम्मी